सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा लिग चरणका 19 खेलहरू सकिएका छन्। अब लिग चरणमा 9 खेलहरू बाँकी छन्। हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुङ्गो लागेको छ, त्यो हो सुदूरपश्चिम रोयल्स। सुदूरपश्चिम रोयल्स लगातार 5 खेल जितेर प्लेअफमा पुगिसकेको छ भने बाँकी 3 स्थानका लागि अझै पनि 7वटै टिम प्रतिस्पर्धामा छन्। केही टोलीहरूको सम्भावना बलियो देखिँदा केही टोलीको लागि भने कठिन अवस्था बनिसकेको छ। यही सन्दर्भमा हालसम्म सम्पन्न भएका खेल र बाँकी खेलका आधारमा प्लेअफ समीकरणबारे संक्षिप्तमा चर्चा गरौँ। सर्वप्रथम सुदूरपश्चिम रोयल्स। सुदूरपश्चिम रोयल्स 2 खेल अगावै प्लेअफमा पुगिसकेको छ। सुदूरको नजर अब शीर्ष 2मा फिनिस गर्नेतर्फ हुनेछ, जसको सम्भावना पनि बलियो देखिएको छ। सुदूरपश्चिम रोयल्सले काठमाडौँ, पोखरा, कर्णाली, लुम्बिनी र जनकपुरलाई हराइसकेको छ। 5 खेलमा 5 जितसहित 10 अङ्क जोडेर शीर्ष स्थानमा छ। सुदूरपश्चिमले अब चितवन राइनोज र विराटनगर किङ्ससँग खेल्न बाँकी छ। 2 मध्ये 1 मात्र खेल जिते पनि सुदूरपश्चिम शीर्ष 2मा पर्ने निश्चित छ। गत सिजन नेट रन रेटमा पछाडि परेर प्लेअफ मिस गरेको काठमाडौँले यसपटक नेट रन रेटमा भर पर्ने अवस्था सिर्जना हुनै नदिने किसिमले खेलिरहेको छ। काठमाडौँ गोर्खाहरूले नेट रन रेटमा पनि ध्यान पुर्याउनुका साथै पर्याप्त जितकै साथ प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको छ। 6 खेलमा 4 जितसहित 8 अङ्क जोडेको काठमाडौँ हाल दोस्रो स्थानमा छ। काठमाडौँले जनकपुर बोल्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो भने त्यसै त लगातार 3 खेल जित्ने क्रममा लुम्बिनी, चितवन र कर्णालीलाई हरायो। काठमाडौँले अब पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। उक्त खेल जितेमा काठमाडौँ प्लेअफमा पुग्ने पक्का हुनेछ। काठमाडौँ पोखरासँग पराजित भए पनि प्लेअफमा पुग्न सक्ने सम्भावना रहिरहनेछ। तेस्रो रहेको छ विराटनगर किङ्स। गत संस्करण प्लेअफमा नपुगेको विराटनगर किङ्स यसपटक मार्टिन गुप्टिलको निरन्तरतासँगै फ्याफ डु प्लेसी र मर्चेन्ट डेलाङ जस्ता खेलाडीहरू अनुबन्ध गरेर प्रतियोगिता अगाडि नै चर्चामा थियो। विराटनगरले मैदानमा पनि राम्रो प्रदर्शन गर्दै 5 मध्ये 4 खेल जितेर प्लेअफ सम्भावना बलियो बनाएको छ। विराटनगरले पोखरा, काठमाडौँ र जनकपुरलाई हराउँदा चितवनसँग पराजित भएको थियो भने त्यसपछि कर्णालीलाई हराएको थियो। विराटनगरले अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ। एक मात्र खेल जिते प्लेअफमा स्थान बनाउने विराटनगरले 2 खेल जितेमा शीर्ष 2मा नै फिनिस गर्नेछ। 2 खेलमा पराजित भएमा विराटनगर अन्य नजिकतामा भर परेर प्लेअफमा पुग्न पनि सक्दछ। चितवन राइनोज। गत संस्करण प्लेअफ खेलेको चितवन राइनोजले यसपटक प्लेअफमा पुग्नका लागि अझै मेहनत गर्नुपर्ने देखिएको छ। विदेशी खेलाडीमा बढी भर परेको चितवनले 4 खेलमा 2 जित र 2 हारसहित 4 अङ्क जोडेको छ। चितवनले कर्णाली एक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमाडौँ गोर्खासँग पराजित भयो। चितवनले अब जनकपुर बोल्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। 3वटै खेल जितेमा चितवनको प्लेअफ सुनिश्चित हुनेछ। 2 मात्र खेल जितेमा अन्य नतिजामा भर पर्नुपर्ने पनि हुन सक्छ। अर्को टोली छ लुम्बिनी लायन्स। गत संस्करणमा 1 जित मात्र निकालेर पुछारमा रहेको लुम्बिनी लायन्सले यस संस्करणमा हालसम्म 5 खेल खेल्दा 2 जित र 3 हारको नतिजासहित 4 अङ्क जोडेको छ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यस पछाडि कर्णाली एक्स, काठमाडौँ गोर्खा र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई पराजित गर्यो। लुम्बिनीले अब विराटनगर किङ्स र जनकपुर बोल्टसँग खेल्न बाँकी छ। 2 खेल जितेमा लुम्बिनीको 8 अङ्क जोडेर प्लेअफको सम्भावना कायमै राख्नेछ। यस्तोमा अन्य नतिजामा निर्भर भएर नेट रन रेटको कुरा पनि आउन सक्छ। पोखरा एभेन्जर्स। पोखरा एभेन्जर्सले हालसम्म 4 खेल खेल्दा 1 जित मात्र निकालेको छ। पोखराले विराटनगर र सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुर बोल्सलाई हराएको थियो भने त्यसपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पोखराले अब कर्णाली, काठमाडौँ र चितवनसँग खेल्न बाँकी छ। अब सबै खेल जित्नुपर्ने दबावमा पोखरा छ। 1 मात्र खेलमा पराजित भए पनि पोखराले प्लेअफ मिस गर्न सक्छ। पोखराले 2 मात्र खेल जितेमा कुनै एक टोली 6 अङ्कभन्दा अगाडि जानु हुँदैन। अर्को टोली रहेको छ कर्णाली एक्स। कर्णालीले 5 खेल खेल्दा 1 खेल मात्र जितेको छ। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णाली दोस्रो खेलमा भने लुम्बिनी लायन्सलाई हराउन सफल भएको थियो। त्यस पछाडि फेरि सुदूरपश्चिम, विराटनगर र काठमाडौँसँग हार बेहोरेको कर्णालीले पोखरा र जनकपुर बोल्टसँग खेल्न बाँकी छ। प्लेअफ पुग्नका लागि 2 खेल जितेर पनि अन्य टोली 6 भन्दा अगाडि नजाने समीकरण बनेमा मात्र कर्णाली एक्स चाहिँ अगाडि बढ्न सक्छ। कर्णालीले मङ्गलबार पोखरा एभेन्जर्ससँग खेल्दा पराजित भएमा 1 खेल अगावै कर्णाली
बाहिरिनेछ र लिगको अन्तिम टोली रहेको छ जनकपुर बोल्स। साबिक विजेता जनकपुर यस संस्करणमा खेलेका सबै 4 खेलमा पराजित भएको छ। जनकपुर बोल्सले काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको हो। जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। सबै खेल जितेर अन्य नतिजा पनि आफू अनुकूल भएमा मात्रै जनकपुर अगाडि बढ्नेछ। जनकपुरको जित्ने सम्भावना मात्र बाँकी देखिन्छ। मङ्गलबार हुने खेलमा चितवन राइनोजसँग पराजित भएमा जनकपुर 2 खेल खेल्नु अघि नै बाहिरिनेछ। यसरी हेर्दा सुदूरपश्चिम रोयल्सले शीर्ष 2मा नै फिनिस गर्ने सम्भावना बलियो देखिएको छ भने विराटनगर किङ्स वा काठमाडौँ गोर्खाज मध्ये एकले शीर्ष 2मा फिनिस गर्ने सङ्केत छ। जनकपुर बोल्स र कर्णाली याक्सको प्लेअफ पुग्ने सम्भावना एकदम न्यून देखिएको छ। सुदूर प्लेअफमा पुगिसकेको अवस्थामा बाँकी 3 स्थानका लागि मुख्यतः विराटनगर किङ्स, काठमाडौँ गोर्खाजको सम्भावना बलियो देखिँदा चौथो स्थानका लागि चितवन राइनोज, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच पनि कडा भिडन्त हुने देखिएको छ।